हेलो सबैजना साथीहरू, नमस्ते, सेवारो सबैजनामा। आज चाहिँ मैले छोटो मेकअपको भिडियो लिएर आएको छु। सबैजनाले हेरिदिनुहोस् होला। साथीहरू हेर्नुहोस् है, म चाहिँ फेस वास गर्दैछु। यो चाहिँ जेल टाइपको क्लेन्जिङ टाइपको छ, त्यही भएर यस्तो छ। मेरो फेस चाहिँ ओइली छ, त्यही भएर म यो जेल टाइपकै युज गर्छु। साथीहरू म चाहिँ त्यहाँदेखि बादमा यो प्लमको टोनर हो। प्लमको टोनर लगाएर अलिक अब्जर्भ हुन दिनुपर्छ। त्यहाँदेखि बादमा चाहिँ यो अरोमाको मोइस्चराइजर म चाहिँ जेल टाइपमा युज गर्छु, किनकि मेरो फेस ओइली छ, त्यही भएर मोइस्चराइजर युज गर्छु। मोइस्चराइजरलाई पनि एक 5 मिनट जति अब्जर्भ हुन दिनु राम्रोसँगले। पछि जेल बेस हो। देखि आयो VLCCको सनस्क्रिन। मेरो चाहिँ डेली यही लाउँछु म चाहिँ, यति नै। तपाईँहरूले फेस सनस्क्रिन लाउँदा चाहिँ एकदमै कम्ती होइन, मजाले लगाउनुपर्छ। कम्ती लाउनु हुँदैन। आँखामाथि पनि लाउने, कुनै चाहिँ यस्तो सनस्क्रिनहरू हेरेर लाउनुपर्छ। कुनै चाहिँ माथि यस्तो आँखामाथि लाउनु मिल्दैन। कुनै सनस्क्रिनहरू चाहिँ त्यहाँदेखि चाहिँ म आइब्रोज बनाउँछु। मैले पहिला पनि बनाएको थिएँ मेकअपको भिडियो। यो चाहिँ मेरो सेकेन्ड भिडियो हो मेकअपको। म चाहिँ डेली यति नै मेकअप गर्छु होइन। बिहान आयो, ड्युटी आएपछि मेरो यही हो। म रुमबाट चाहिँ मेकअप गरेर आउँदिनँ। साथीहरू, तपाईँहरूलाई चाहिँ मेरो कुरा भन्न चाहन्छु। हाम्रो फेसमा चाहिँ मोइस्चराइजर अनि सनस्क्रिन चाहिँ एकदमै मोस्ट इम्पोर्टेन्ट हो हाम्रो फेसको लागि। अब केही नलगाए पनि हामीले घामबाट बस्नुको लागि चाहिँ सनस्क्रिनहरू युज गर्नुपर्छ। पहिला मैले पनि गर्थिनँ, आजकल म पनि गर्छु। पहिला त मलाई पनि थाहा थिएन यी सबै कुराहरू। यो चाहिँ मैले मेबलिनको 115 कलरको लिपस्टिकले चाहिँ लाउँछु म चाहिँ। मेरो चाहिँ यो हमेसा यही लाउँछु क्या म प्रायः जस्तो। फेरि अर्को यो ग्लोस मेबलिनकै हो। यो पनि एकदमै राम्रो छ। यो चाहिँ ओठमा लगाउँदा नि यसले चाहिँ सफ्ट हुन्छ क्या, ओठ ड्राई हुँदैन यसले चाहिँ। यो मात्रै लगायो भने चाहिँ अलिकति लाइट हुन्छ, त्यही भएर अलिकति डार्क गर्नुको लागि मिक्स गरेर लाउँछु म चाहिँ जहिले पनि। अब चाहिँ मेरो यो ल्यास चाहिँ अलिअलि, अब हाम्रो त त्यस्तो धेरै हुँदैन नि त ल्यासेस, त्यही भएर यसो हल्का फोल्ड गरिदिनुपर्छ। अलिकति एकछिन होल्ड गरेर राख्नुपर्छ अनि छोडिदिनुपर्छ, त्यहाँदेखि चाहिँ मजाले हुन्छ। तर मेरो यो खासै त्यति राम्रो क्वालिटीको छैन यो।
दुईपट्टि लगाइसकेँ। त्यो चाहिँ मिल्दैन क्या, एकपट्टि अर्कै हुन्छ एकपट्टि अर्कै हुन्छ, जहिले त्यस्तै पुरा रिस उठ्छ। भयो मस्काराको पालो। मस्कारा पनि मेब्लिनकै हो। हाम्रो नेपालीहरूको लागि अनि राई लिम्बूहरू जस्तो कास्टको लागि त ज्यादा हुँदैन नि त, थिक हो नि। यसले चाहिँ एकदमै थिक बनाउँछ क्या, जसको पनि जोसुकैको होस्, कम्ती छ भने, थिन छ भने, पतला छ भने चाहिँ यो मस्कारा लगायो भने चाहिँ अलिक मोटो देख्छ क्या, राम्रो देख्छ। एकदमै राम्रो छ यो मस्कारा चाहिँ। म चाहिँ धेरै भयो यो युज गरेको। अरू मैले कति महँगोहरू पनि ट्राई गरेँ बिचमा मैले, तर मलाई यही राम्रो लाग्यो। धेरै महँगोहरू पनि यतिको राम्रो लागेन, किनकि मेरो लागि चाहिँ एकदमै राम्रो छ यो मस्कारा। हाम्रो त धेरै हुँदैन नि त अहिले लेस पनि, त्यही भएर हाम्रो लागि चाहिँ एकदमै राम्रो छ यो। प्रायःजसो म चाहिँ के भन्छ मेब्लिनकै युज गर्छु। अहिले यो मैले प्लमको फेस वास अन्त यो टोनर युज गर्दैछु। मलाई फेस वास पनि राम्रो लाग्यो, यो भिटामिन सी हो यो टोनर, यो पनि राम्रै छ। अब हेर्दै जाउँ, भर्खर युज गर्दै गरेको, मलाई फेस वास धेरै राम्रो लागेको छ। तपाईँहरू युज गर्नु सक्छ जसको ओइली फेस छ अनि फेसमा जति पनि उयोहरू आएको छ भने चाहिँ, होल्सहरू हुन्छ नि त्यस्तोमा, त्यसको लागि चाहिँ यो राम्रो हो क्या। ओपन पोर्सको लागि चाहिँ एकदमै राम्रो काम गर्छ। मैले ट्राई गर्दैछु, तपाईँहरूलाई पनि अब अलिक यो सकेर अलिक अब कति बेला अब अलिक महिना, 1 महिना 2 महिना बादमा तपाईँलाई यसको पनि म भन्छु कस्तो हुन्छ भनेर। म चाहिँ सक्यो, म चाहिँ यति नै लाउँछु, अरू चाहिँ केही पनि लाउँदिनँ। थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भएकोमा। सबैजनालाई कमेन्ट गरिदिनु होस् होला। सबैजनालाई बाई बाई। फेरि पनि अर्को भिडियोमा भेट्नेछु।